विनम्र श्रद्धा छैन भने जो व्यक्तिले श्रद्धा छैन त्यो मान्छेले के छैन भन्दाखेरि पुण्यको कार्य कहिले पनि रहँदैन। जो मान्छेको मनमा श्रद्धा छैन विश्वास छैन भने त्यो मान्छेको मनमा पुण्यको कार्य के पनि रहँदैन। जस्तै उदाहरण के राखेको छ भन्दाखेरि साबुन में चिपल। साबुन भनेको मकै अथवा गहुँ जे भनेको एउटा दाना चाहिँ दानोलाई चाहिँ आगोले जलाइदियो है, आगो बालेर जलाइदियो भने चाहिँ त्यसको हरियो टुसा पलाउँछ त भन्दाखेरि पलाउँदैन अरे उदाहरण है यो चाहिँ। त्यसले गर्दाखेरि साबुन में चिपल। साबुन भनेको यो दानालाई, में भनेको आगो, आगोले चाहिँ अनि जलाइदियो भने चाहिँ त्यहाँबाट हरियो टुसा पलाउँछ त भन्दाखेरि त्यो असम्भव हो रे। त्यो उदाहरण त्यस्तै गरे चाहिँ अर्थ के हो त भन्दाखेरि हाम्रो मनमा पनि विश्वास श्रद्धा भक्ति छैन भने अनि के हुन्छ, जति पुण्य गरे पनि त्यो पुण्य चाहिँ रहँदैन भन्नुहुन्छ हैन। किनकि पुण्यको कारण के रहेछ त, त्यसको बिउ के रहेछ त भन्दाखेरि चाहिँ श्रद्धा विश्वास रहेछ नि। त्यसले गर्दा विश्वास गर्नुपर्छ भन्ने कारण हो। त्यसले गर्दा विश्वास छैन भने के छैन भन्दाखेरि चाहिँ पुण्यको सञ्चय छैन, पुण्यको कार्य छैन। पुण्यको कार्यहरू छैन भने के छैन भनेदेखि अब मेरोसँग बुझ्नुहोस् है मेरो हजुर, पुण्यको पुण्य सञ्चय गर्नु भएन भने अब के हुँदैन भनेर हजुरहरूले बुझ्नुहोस् है। यो अति महत्त्वपूर्ण छ। पुण्य सञ्चय गरेन भने अब के हुँदैन भन्दाखेरि त्यहाँदेखि मुन्डोको क्याप्लो भेट्दैन। एकदम इम्पोर्टेन्ट हो है।